सधैँको जस्तो आज पनि मेरो बाहिर जानुपर्ने काम पर्छ। काम सकिएपछि सिंहदरबारको वरिपरि हिँड्नु पर्यो भनेर मनमा योजना बनाउँदै थिएँ, त्यतिखेर नै लाइन झ्याप्प गयो। हिँड्ने बेलामा अन्धकार छाउनु भनेको राम्रो संकेत त पक्कै पनि होइन होला भन्दै मनमा सोच्छु। धैट लाटी, अहिलेको जमानामा पनि पुरानो मान्छेहरू जस्तो के सोध्छ भन्दै आफूले आफूलाई नै कराउँछु र झोला बोकेर सानमा आत्मविश्वासको साथ गेटबाट निस्किन्छु। त्यतिकैमा मेरो इनड्राइभ पनि आउँछ। अलिकति हिँड्न साथ थाबो, बाइकलाई त तान भोक लागिरहेको रहेछ। बाइकको मनको कुरा बुझ्दै इनड्राइभको अङ्कलले अगन्जेली पेट्रोल खुवाउनुहुन्छ। जीवनमा कोही मान्छे आफ्नो नजरमा राम्रो पेश आएको छ भने त्यो मान्छेको जस्तो आवाज सुन्दा पनि निकै आत्मविश्वास बढ्दो रहेछ। हाम्रो म्याथ टिचर दिलीप सरको जस्तो आवाज र हाँसो भएको अङ्कलसँग मेरो इनड्राइभले भेट गराइदियो। अरू इनड्राइभ भन्दा आजको इनड्राइभमा मलाई धेरै सुरक्षित महसुस भइरहेको छ। इनड्राइभको अङ्कल पनि ट्याक्कै हाम्रो दिलीप सर जस्तै फ्रेन्डली हुनुहुँदो रहेछ। अङ्कल बोले पछि हाँसे पछि मलाई म्याथ टिचरको धेरै याद आइरहेको थियो। त्यतिकैमा हामी जाममा फस्छौँ। एम्बुलेन्स भित्र मैले हेर्दाखेरि सिकिस्तै बिरामी मान्छे हुनुहुँदो रहेछ। नजिकै हस्पिटल भएर के गर्नु, उपचारका लागि समयमै पुर्याउन सकिएन भने मृत्युसँग लडिराख्नु भएको बिरामीलाई समयमै एम्बुलेन्सले हस्पिटल पुर्याइदियोस् भन्दै कामना गर्दै आजको ब्लग इन्ड गर्न चाहन्छु। हस्त बाई।